न्युजिल्यान्ड जान चाहनुहुन्छ फेब मार्चमा भनेदेखि तपाईँले अहिलेदेखि आफ्नो प्रोसेस तपाईँको डकुमेन्टेसन सुरु गर्नुभयो भने बल्ल भ्याउनुहुन्छ। किनभने तपाईँको 3 to 4 मन्थ्सको स्टेटमेन्ट चाहिन्छ। स्टेटमेन्ट कसरी बनाउने, के बनाउने, त्यो भित्र चाहिँ कस्तो खालको ट्रान्जेक्सनहरू हुनु पर्यो। तपाईँको 50,000 1 लाखको ट्रान्जेक्सन नर्मल त हो भने तपाईँ सोचिराख्नु भएको छ भने तपाईँ गलत हुन्छ। त्यसको इन्डिभिजुअल हामीले डिक्लेरेसन डिटेल्स दिनुपर्ने हुन्छ। त्यस्तै कुराहरू धेरै कुराहरू हुन्छ जुन स्टुडेन्टले चाहिँ लाइटली लिइरहेको हुन्छ, बुझिरहेको हुँदैन। त्यसले चाहिँ गर्दाखेरि पछि भिजा अप्लाई गर्ने बेलामा चाहिँ कुर्नुपर्ने हुनसक्छ अथवा त्यस कारणले गर्दाखेरि चाहिँ भिजाको डिसिजन फरक आउन सक्छ। यदि यस्तो खालको सिचुएसन नआओस् र चाहिँ कसरी अगाडि बढ्ने, मेरो त इन्कम पनि छैन और भएको इन्कम पनि कसरी प्रेजेन्ट गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँ हाम्रो अफिस भिजिट गर्न सक्नुहुन्छ। तपाईँलाई यो सम्बन्धी सम्पूर्ण कुराहरू चाहिँ हामी क्लियर गरेर एउटा प्लान बनाइदिन्छौँ र त्यो प्लान तपाईँले फलो गर्नुभयो भने पक्कै पनि डिसिजन पोजिटिभ नै आउँछ। न्युजिल्यान्डको लागि इन्टरभ्यू की फ्याक्टर भएकोले तपाईँको सहभागिता पनि चाहिन्छ र इन्टरभ्यू मजाले हामीले डेली बेसिसमै तपाईँहरूलाई प्रिपेयर गराउने भएकोले तपाईँ इन्भल्भ हुनुभयो भने त्यसको लागि पनि ह्यासल हुँदैन। तपाईँहरू ढुक्क भएर आउन सक्नुहुन्छ र फर्दर काम अगाडि बढाउन सकिन्छ।